फेरि काँचो हुन्छ भुर्सुर्सी लाउँछु पाक्यो नि त ए ऊ चना पनि मैले त हेर्दै हुनुहुन्छ यो हाम्रो नयाँ स्टाइल हो किनभनेदेखि धेरै खानु नि सक्छ त्यसै मैले लगाइदिएँ है लगाइदिउँ न त चाउमिन चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो मेरो चाउमिन पकाइ आजको भात न त खान भात यो चाहिँ मैले आधी खाएर आधी राखेको हो यो चाहिँ एकदम ओरिजिनल चाउमिन हो यो चाहिँ मैले दिकेलबाट लिएको हो नि त चाउमिन यो अस्ति म दिकेल गएको थिएँ अस्ति त्यही भएर अस्ति मैले दिकेलबाट लिएको चाउमिन भइहाल्यो थियो अनि यहाँ मटर छ मटर चाहिँ मैले अब यो हुन्छ नि आलु चाहिँ आज म यस्तो आलु काटेर लाग्नु पऱ्यो कि यो नउसिनेको आलु चाउमिनमा हालेर खाने आज चाहिँ हामी यो धेरै हुन्छ होला कि ठिकै हुन्छ होस् सबै लगाइदिन्छु है त ल आलु चाहिँ मैले यसरी काटेँ हातले नि मेरो चाहिँ बानी यस्तै छ यहीँ हातले नै काट्ने सधैँ दामी हुन्छ नि त मेरो बुढाले प्याजको पत्ता चाहिँ होइन बोटै सबै काट्नु भएको रहेछ खै यो पहिले काटौँ प्याज काट्नु पर्यो यो प्याज चाहिँ डढाउनु अहिले बटकोमा लगाएर हामीलाई चाहिँ धनियाँ चाहिँ होस् है अब ल पर्दैन धनियाँ अब यहाँ चाहिँ हाम्रो चाहिँ कति महिनाको बन्द खान्छ साथीहरू भदौ असोज कार्तिक मङ्सिर पुस आज माघ 6 महिना मात्र बग्छ जाडोले नबढेर के साह्रो अरलेको हो त हौ कस्तो त आज चाहिँ त्यही भएर होस् बढ्दैन भनेर ल्याइदिएको बढ्दै बढ्दैन नि राखेर के गर्नु यो चाहिँ बन्द है मैले काटेँ चाउमिन हाल्नको लागि चाहिँ अब चाहिँ किनभनेदेखि यो चाउमिन नाग्ने बेला भइसक्यो त पानी उम्लेर भकभक भइसक्यो यो चाहिँ यहाँ होस् यो चाहिँ म चाउमिन लाउनु पर्यो यो यसरी लगाइदिएँ है मैले त्यो ल चिम्टोले नि चलाइदिन्छु म चाहिँ खालि यसै बेसार हाल्नु हुँदैन अनि के पर्छ र है यो मासु काट्नु पर्ने साँच्ची त यही बन्द यहीँ खोलाउनु पर्यो कुखुराको मासु मेरो मासु होइन यसलाई चाहिँ अब काटौँ नि त यसलाई चाहिँ म कस्तो काट्छु भने होइन लामो लामो गरी काट्छु किनभने चाउमिनमा स्टिम्ड हुन्छ नि त ओहो मेरो गीत चाहिँ उल्टो सुल्टो छ है तपाईँ त्यही हो जे आउँछ त्यही दिउँ भन्नु मुखमा लाने छु किनभनेदेखि धेरै पाएको भने फेरि फ्यात्ता हुन्छ नि यो सिङ्गे जस्तो होइन यो प्याकेटको लो अब चाहिँ म कोरालेर होइन ल भयो ल यहाँ तार्छु जग्दिन नि त जगको पानी चाहिँ अब यहाँनिर होइन यहाँ लाउनु पर्ने हुन्छ किनभने
टाँसिन्छ नि त यो। यसलाई चाहिँ अब यहाँ लाएर टक्कसँगले अब चाहिँ यहाँनिर साथीहरू चाउमिन चाहिँ हाम्रो यस्तो भयो। त धेरै ढुटिसक्यो यो, किनभनेदेखि अब अस्ति ल्याउँदाखेरि हिजो ल्याउँदाखेरि काराकुरुक हुन गाडीमा टिपेर सबै ढुट्टिछ यो। अब म यस्तै बनाउँछु यसलाई चाहिँ कहाँ राखौँ भने यसमाथि राख्नु पऱ्यो एकछिन। ल यो चाहिँ हाम्रो होइन साथीहरू, यो चाहिँ बन्दाको, यो चाहिँ चाउमिनमा हाल्नु बन्दा, यो चाहिँ चिकन मासु अब हुनु कुखुराको मासु। अनि यो चाहिँ आलु पनि म भुट्छु। यो चाहिँ चना मटर, यो चाहिँ प्याज, अनि यता रहेको चाउमिन। यो चाहिँ चाउमिन हो कि लामो खालको, मैले थुक्पा खानु चाउमिन चाउमिन हो। यो चाहिँ अर्कै खालको चाउमिन हो। यो चाहिँ तर सबै उयो छ कि डल्लिएर भन्दा कुड्केर मसिनो भएको छ। अब त्यसलाई त्यस्तै खाने, अब ल्याउँदाखेरि त्यस्तै भयो नि त, गाडीमा यता हालिन्छ हल्का फुरमा। यहाँनिर चाहिँ एकछिन चाउमिनको लागि अगाडि नै पकाउनु पऱ्यो। यसलाई चाहिँ रातो पार्नु पऱ्यो। अनि झिकेर मटर र आलु फ्राई गर्नु पऱ्यो भनेर चाहिँ मैले लगाइसकेँ अगाडि नै चाहिँ, किनभनेदेखि काँचो छ नि त, उसिनेको पनि छैन। त्यही भएर चाहिँ फुलको आँखामा फुलै संसार, काँडाको आँखैमा काँडै संसार। लाउँछु अब म। ला 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 घाँटी करायो भन्ने मासु खाने चलन, मासु काट्छ भनेर गाउँमा पहिलेदेखिको चलन हो नि त यो। कि त मासु काट्ने हो कि कसैले भन्नु सकिँदैन। अब फेरि घरमा दाल पकाएर मासु जहिले जुड्छ मेरो चाहिँ, यो चाहिँ अलरेडी है चाहिँ दाल बसाउँछ भने मासु काटेर है भन्छ। दाल अब रुँदैन मासु चाहिँ के गर्ने। किराको पहिला है एकछिन होस्, अहिले चाहिँ यस्तो बनाइसक्यो, तर एकछिन होस् न, अझै राति होस्। फेरि काँचो हुन्छ भन्ने डर पनि लाग्छ, तर लगभग भयो पनि होला नि। अब यसलाई चाहिँ म अब कपमा झिक्नेछु। कस्तो थोरै देखेको हो यो, तेल धेरै हुन्छ होला है। अलिक झिक्नु पऱ्यो। यो मासु चाहिँ यो धेरै हुन्छ। दुःख पर्दा दैव पनि भयो पर पर। अब चाहिँ म सुरुमा आलु हाल्नु पऱ्यो कि आलु काँचै छ नि त यो आलु, सदा उसिनेको आलु हालिन्थ्यो। चाहिँ यो लाउँछु, यो भुट्छु एकछिन। बिसार लाग्नु पऱ्यो। आलु त कस्तो नराम्रो देखियो है, यो सर्दिन त आलु त हात कस्तो खतम पो देखिँदो रहेछ। मटर लगाउँछु। नुन लगाइराखौँ, भर लाग्दैन नि त अहिले काँचोमा प्लेन लगाइराखौँ। यति
आधी करी भयो, प्याज पनि पाक्दैछ नि त। ए चना पनि यो चाहिँ लगाइदिउँ। मसला चाहिँ अगाडि लाउँ भने त डर छ भन्नु नलाएको मैले। यो चाहिँ भर लाउँदैछु है मैले चाहिँ। आज के गरी पकाएको होला भनेर हेर्दै हुनुहुन्छ नि। यो हाम्रो नयाँ स्टाइल हो कि मेरो आजको चाहिँ एकदम आफै सोचेर सम्झेर बनाएको हो। मैले आफ्नै खुसीले बनाउनु त अर्कै गरी बनाउँथेँ, चाउमिन चाहिँ बनाउनुहुन्छ होइन। अब होटलतिर त अर्कै खालको बनाउनुहुन्छ नि त। तर मैले चाहिँ आज चाहिँ सबै कुरा काँचो छ नि त। आलु पनि काँचो आलु, चना पनि काँचो उसिनेको छैन, चना मटर पनि। त्यही भएर म चाहिँ आज यस्तो बनाउँदैछु त्यसलाई। तपाईँहरू छक्क नपर्नु होला ल। यो कति धेरै छ सब्जीहरू आज। चाउमिन चाहिँ आज थोरै छ, सब्जी बढी छ। किनभने कि धेरै नै खानु अरे नि सागसब्जी धेरै। त्यही भएर चाहिँ धेरै छ चाहिँ आज चाहिँ मैले आज चाउमिनभन्दा सब्जी बढी छ मेरो चाहिँ। ओहो पिरो के हाल्नु होला अब। ल यसमा अब पाएको छु यहाँ को कराउँछ त। हरियो पर छ, लिनु पो जानु भेटिएन त आज। यसलाई नै बाख्रे बाख्रो हुन्छ आज। यसो मैले लगाइदिएँ है खोर्सानी पनि। चाउमिन अलिक पिरो पिरो खानु अरे नि त, मिठो हुन्छ भन्छ सबैले खाँदाखेरि। के हाँस उठ्दा भयो नि आजको चाउमिन सब्जीहरू। म त हेर्छु आलु चना जस्तो देख्छु घरि थोरै लाउँछ त यो अर्को चाहिँ। आगो पनि कम छ नि त, सानो आगोमा पकाउनु भनेको मैले चाहिँ कि ठिकै हुन्छ है। त्यो पनि उता त्यो पनि बन्द नभएको भन्दा होइन, बन्द सरी भएको मिठो हुन्छ नि त खानु। अब चाहिँ म यो लाएँ है मासु पनि। अहिले भुटेको फेरि पनि भुट्नु नसँगै। ओ माई गड बलै नै आएको फेरि अहिले त। यो त फेरि डर छ त अहिले चाउमिन लाग्ने बित्तिकै त। चाउमिन मसला चाहिँ यहाँ छ। रिफाइन लगाइदिउँ न त अलिकति। सस खै टुप्पीमा नआएको हो कि सकेको हो कि मै बुझ्दिनँ। झन्डै पोख्यो हौ छ। यसले चलाउँदा अप्ठ्यारो हुन्छ कि। यो चाहिँ आज हाम्रो चाउमिन है मैले बनाएको स्पेसल। कस्तो हुन्छ अब हेरौँ, खाएपछि म भनिहाल्छु यसमा होइन। हेरेर जाउँ। खै अघि त धेरै देखिन्थ्यो त सब्जीहरू, अहिले त सबै हरायो त, काटाकुटी कता हरायो।
हाम्रो चाउमिन यस्तो छ है आजको चाहिँ। अघि त धेरै देखिन्थ्यो त बन्दा है, अहिले त हराएर सक्यो त। एकछिन पाको सेता तपाईँहरूलाई कस्तो लाग्यो मेरो चाउमिन पकाइ आजको होइन, कमेन्टमा भन्नु होला। यो म सुक्खा सुक्खा बनाएको छु, धेरै तेल लाइन, किनभनेदेखि अब सुक्खै मनपर्छ मलाई चाउमिन। अब चाहिँ डढिसक्यो, म चाहिँ अब ओह्राल्छु नि। अब चाहिँ ओह्रालेँ मैले चाउमिन यहाँनिर, यहाँ राख्नु बेला चाहिँ, किनभनेदेखि अब यो चाउमिन चाहिँ आज हामी केसँग खाने भन्नाले मैले खाना पकाएको छु, खानासँग चाउमिन खाने, अनि चाउमिन र भात चाहिँ खाने। किनभनेदेखि चाउमिन मात्र खाँदा पनि फेरि अलिक सन्चो हुँदैन, भात मात्रै कति खाने, दिनकै भात पनि खाँदा खाँदा हामी यहाँनिर यो भयो भात। अब चाउमिन लाउँछु। यो चाहिँ आज मैले कस्तो पकाएको छु भन्नुपर्छ है। कता छ म त आलुहरू खान्छु। ल यो चाहिँ चाउमिन अब रेडी भयो। अब चाहिँ होइन साथीहरू, मेरो नुन कम छ, मैले त नुन लाग्यो भने चाहिँ अलिअलि लगाइसकेँ। अब चाहिँ हामी यहाँ म अब चाहिँ खाना तयार भइसकेको छु एकदमै होइन, भोक लागेको छ नि त कति धेरै। अब चाहिँ खाएँ ल। यता भात पनि रेडी छ, यता चाउमिन पनि रेडी। ल खाएँ है त म चाहिँ। घाँटी करायो मेरो पनि, आज फिक्स मासु काट्छ। धेरै मासु आयो क्या मेरोमा त। कस्तो भयो चाउमिन आज? टल्के पुगेन जस्तो भयो।